फाइनल कलर भइसकेको छ। हाम्रो फिरोज भाइले कलर हानिसकेको छ होइन। हाम्रो फिरोज भाइले कलर हानेर फाइनल कलर हिजो बाराङ खोलेको। आज कलर हानेको अलिक भिडियो बनाउन मिलेन बिर्सेर होइन, नत्र म बनाउँथेँ दामी खालको। यो ग्रे कलर हानेको हामीले आज है। यस्तो छ दामी। यो ठ्याक्कै 3 दिनमा कलर हुन्छ। सामान खोलेर टाइम त लाग्ने हो होइन, तर कसरी बनाउनु हो भलक पनि झ्याउ पो लाग्न थाल्यो 2 दिनमै। तर बनाउनु पर्यो टाइम पासको लागि। यो बाराङ भन्छ होइन, तर यो बाराङ अब यो सामान के हो त्यस्तै हो। यो पनि भोलि फिट गरेको हाल्छु म। हिजो खोलेको सामान खोलेको हालेँ, आज कलर गरेको होइन, कलर क्लियर हानेको। अब भोलि सामान पासाङ गरेको, बाराङ पासाङ गरेको हाल्छौँ। त्यसपछि भोलि निस्किन्छ होला सायद, भोलि निकालेको पनि हाल्छु होइन। 1 मिनटको मात्रै बनाउनु पर्यो, भिडियो धेरै लामो भयो भने ज्याउ हुने रहेछ बनाउन, एडिट गर्न। मोबाइल पनि थोत्रै छ, के गर्नु। यस्तो छ होइन। भोलि फाइनल कट देखाउँछु म। फाइनल कट भन्नाले बाराङ पासाङ गरेको। ल आजलाई यति। हस्त नमस्ते, धन्यवाद। सकला बिन्दु।